नमस्ते एरा इन्फोसिसको युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज मैले तपाईहरुलाई यो जेन्डर सब्जेक्ट अन्तर्गत चाहिँ एउटा यो हेटेरोनर्मेटिभिटी भन्ने टपिकमा चाहिँ भिडियो बनाइदिन गइरहेको छु। यो प्राय धेरै कम युज हुने टर्म हो, तर जेन्डर पढ्ने विद्यार्थीहरुकोमा चाहिँ यो फ्यामिलियरै टर्म हो। आउनुस् स्टार्ट गरौँ अन्डरस्ट्यान्डिङ हेटेरोनर्मेटिभिटी। आउनुस् त यसको बारेमा हामी केही कुरा गरौँ, कुरा बुझौँ यसको बारेमा के रहेछ यो हेटेरोनर्मेटिभिटी भनेको चाहिँ। सबैभन्दा सुरु हुन्छ इन्ट्रोडक्सन। इन्ट्रोडक्सनमा चाहिँ हेटेरोनर्मेटिभिटी भनेको चाहिँ एउटा यस्तो खालको बिलिफ हो, त्यसले चाहिँ के मान्छ भन्दाखेरि चाहिँ पुरुष र महिला बीचको लैंगिक सम्बन्धलाई मात्रै स्वाभाविक, सामान्य र स्वीकार्य मान्ने सोच वा धारणा चाहिँ यो के हो त हेटेरोनर्मेटिभिटी हो। इट अज्युम्स बाइनरी जेन्डर रोल। बाइनरी भनेको डबल के, मेल फिमेल, फिमेल मेल। समाजमा कि त केटा हुन्छ कि त केटी हुन्छ, कि त महिला हुन्छ कि त पुरुष हुन्छ भन्ने धारणा चाहिँ यो हेटेरोनर्मेटिभिटीले चाहिँ के गर्छ त, यसले स्वीकार गर्छ। दुई खालको जेन्डर, कि त महिला कि त पुरुष, त्यो चाहिँ के गर्छ अरे त यो हेटेरोनर्मेटिभिटी एउटा यस्तो खालको कन्सेप्ट हो। यसले चाहिँ महिला र पुरुषको लैंगिक सम्बन्धलाई मात्रै स्वाभाविक मान्दछ कि नर्मल मान्दछ। मिनिङ अफ हेटेरोनर्मेटिभिटी। हेटेरोनर्मेटिभिटीले के गर्छ अरे त एज्युम्स एभ्रीवन इज हेटेरोसेक्सुअल। सबै मानिसहरु चाहिँ हेटेरोसेक्सुअल हुन्छन्, यसले चाहिँ मान्ने है, मैले मान्ने हैन। हेटेरोनर्मेटिभिटी भन्ने कन्सेप्टले चाहिँ के मान्छ अरे भन्छ त एज्युम्स एभ्रीवन इज हेटेरोसेक्सुअल। रिइन्फोर्स ट्रेडिसनल जेन्डर रोल्स। परम्परागत जेन्डर धारणाहरूलाई मात्र के गर्छ अरे त मान्छ अरे। मार्जिनलाइज एलजीबीटीक्यू, लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्ससेक्सुअल र क्वायर, यिनीहरूलाई चाहिँ के गर्छ अरे चाहिँ यो धारणा यिनीहरू चाहिँ हुँदैनन्, यिनीहरूलाई चाहिँ यसले स्वीकार गर्दैन क्या। यो धारणालाई चाहिँ सीमान्तकृत गर्छ भन्छ, मार्जिनलाइज गर्छ, यसलाई मान्दैन। कसले मान्दैन? हेटेरोनर्मेटिभिटी भन्ने कन्सेप्टले मान्दैन है। ओरिजिन अफ हेटेरोनर्मेटिभिटी। रुटेड इन कल्चर। कहाँ रुटेड भएको छ अरे त, कहाँ जरो गाडेर बसेको छ अरे? कल्चरमा, संस्कृति, धर्ममा, सामाजिक परम्पराहरूमा, संस्कृति, धर्म, सामाजिक चालचलन, व्यवहारमा जकडिएर रहेको छ के त हेटेरोनर्मेटिभिटी भन्ने कन्सेप्ट। स्ट्रेन्थेन बाई ल। कानुनले यसलाई अझै मजबुत बनाउने काम गरेको छ मिडियाले र एजुकेसन सिस्टमले। कानुनले कसरी गरेको छ भन्दा प्राय महिला र पुरुषहरूको बारेमा मात्रै चर्चा हुने गर्छ, हुने गर्थ्यो भनौँ न। अहिले भर्खर सुरु हुन थालेछ। शैक्षिक प्रणालीहरूमा पनि यो चाहिँ के हुन्छ त, शैक्षिक प्रणालीहरूमा पनि कम डिस्कस हुन्थ्यो। अहिले आएर अब विद्यार्थीहरूले जेन्डर भन्ने सब्जेक्टहरू पढ्न थाल्यो। सोसियोलोजीमा पनि केही हदसम्म र मिडियाहरूमा पनि बिस्तारै मान्छेहरूले यो अरूको बारेमा पनि कुरा गर्न थालेछन्। त्यही भएर चाहिँ भर्खरै के हुन थालेछ त, चर्चामा आउन थालेछ। तर स्ट्रेन्थेन चाहिँ केले गरेको छ अरे त मिडियाले कानुनले के गरेको छ त, यसलाई चाहिँ मजबुत बनाउने काम गरेको छ। अर्को एक्जाम्पल इन डेली लाइफ। यसको बारेमा चाहिँ एक्जाम्पल भन्नुपर्दाखेरि चाहिँ के छ भन्दाखेरि फर्म्स अफ आस्किङ मेल फिमेल। हजुरका कतिजना सन्तान छन्, छोरा कति छन्, छोरी कति छन् भनेर सोधिन्छ नि। अरू त सोधिँदैन। एलजीबीटीक्यूको बारेमा सोधिन्छ त, सोधिँदैन नि त। यो चाहिँ एक्जाम्पलको उदाहरण। अब छोराको के अरे एक्सपेक्टेसन अफ अपोजिट सेक्स म्यारेज भनेपछि चाहिँ विपरीत लिङ्गीको बिचमा बिहे भएको कुराहरूलाई चाहिँ के गर्छ अरे त एक्सपेक्ट गर्छ अरे क्या। छोरा चाहिँ छोरीसँग बिहे हुनुपर्छ, छोरीको चाहिँ छोरासँग बिहे हुनुपर्छ भन्ने चाहिँ यो चाहिँ नेचुरल कुराहरू। यसले नेचुरल कुराहरू जे छ यसलाई चाहिँ बढी प्राथमिकता दिने भएकोले चाहिँ केटाको केटीसँग, केटीको केटासँग चाहिँ बिहे हुनुपर्छ भन्ने कन्सेप्टलाई के गर्छ अरे त एक्सपेक्ट गर्छ अरे। मेड या पोर्ट्रेटिङ ओन्ली हेटेरोसेक्सुअल कपल्स भनेको चाहिँ हेटेरोसेक्सुअल जुन कपलहरू छन्, जस्तै केटाकेटी, केटी केटाको कपलहरू छ नि, यस्तो जोडीहरूलाई चाहिँ मात्र के गर्छ अरे त हाइलाइट गर्छ अरे मिडियाले चाहिँ। मिडियाको पनि भूमिका छ। अनि इम्प्याक्ट अन सोसाइटीमा के पर्छ त इम्प्याक्ट? डिस्क्रिमिनेसन एगेन एलजीबीटीक्यूका मान्छेहरूप्रति के हुन्छ त भेदभाव हुन्छ यो कन्सेप्टले गर्दाखेरि। अर्को मेन्टल हेल्थ च्यालेन्ज। मेन्टल हेल्थ चाहिँ के हुन्छ अरे त च्यालेन्ज हुन्छ कसलाई? एलजीबीटीक्यूका मान्छेहरूलाई। यो सम्प्रदाय यो कुरा मान्ने भन्दा अरूलाई, यो कन्सेप्ट मान्ने भन्दा अरूलाई चाहिँ के हुन्छ त मेन्टल हेल्थको च्यालेन्ज हुन्छ। सोसल एक्सक्लुजन, सामाजिक बहिष्करणमा पर्छन्। किन भन्दाखेरि यसले त महिला पुरुष मात्रै मान्छ, अरूलाई मान्दैन। त्यही भएर चाहिँ के हुन्छ त तिनीहरू चाहिँ बहिष्करणमा पर्न सक्छन् है। हेटेरोनर्मेटिभिटी इन एजुकेसन। लिमिटेड डिस्कसन अफ डाइभर्स सेक्सुअलिटी। अरू सेक्सुअलिटीहरूको बारेमा चाहिँ लिमिटेड डिस्कसन हुन्छ। हेटेरोनर्मेटिभिटीको मात्रै कुरा गर्छ, एलजीबीटीहरूको बारेमा चाहिँ कुरा हुँदैन क्या यसमा चाहिँ। अनि करिकुलम फोकस अन ट्रेडिसनल फ्यामिलीज। करिकुलम बनाउँदाखेरि चाहिँ
परम्परागत परिवारहरूको बारेलाई फोकस गरेर मात्रै बनाएको हुन्छ। करिकुलमले पनि के गर्छ त हेटेरोनर्मेटिभिटीलाई चाहिँ सपोर्ट गर्ने काम गरेको छ करिकुलमले पनि। अब अर्को च्यालेन्जिङ हेटेरोनर्मेटिभिटी। हेटेरोनर्मेटिभिटीलाई चाहिँ के कुराले गर्दा चाहिँ च्यालेन्ज हुन्छ त? यो कन्सेप्टलाई केले च्यालेन्ज गर्छ? इन्क्लुसिभ ल्याङ्ग्वेज, समावेशी भाषा, सबै खालको जेन्डरहरू छन् संसारमा, यी बाई बर्थ यस्तो भएको, यिनीहरू जानी भएको होइनन् भनेर एलजिबिटीको बारेमा कुरा गरौँ भने, इन्क्लुसिभ तरिकाले कुरा गरौँ भने, सबैलाई समेट्यो भने के गर्छ त? यो हेटेरोनर्मेटिभिटी भन्ने कन्सेप्ट चाहिँ के हुन्छ त? यसलाई असर गर्छ, यसलाई च्यालेन्ज हुन्छ। इक्वल राइट्स एन्ड पोलिसिज, अरू जेन्डरहरूका मान्छेहरूलाई पनि इक्वल राइट्स हुनुपर्छ, पोलिसी हुनुपर्छ। मेल र फिमेल मात्रै हुँदैनन् संसारमा, अरू पनि हुन्छन्, अरू मान्छेहरू पनि हुन्छन्। नेचरले गर्दाखेरि त्यस्तो भएको, बाई नेचर त्यस्तो भएको, तिनीहरू पनि मान्छे नै हुन् भनेर यस्तो खालको इक्वल राइट्सको कुराहरू गऱ्यो भने चाहिँ के हुन्छ त? हेटेरोनर्मेटिभिटीलाई के हुन्छ त? च्यालेन्ज हुन्छ। रिप्रेजेन्टेटिङ इन मिडिया, सामाजिक सञ्जालहरूमा पनि यस्ता खालका मान्छेहरूलाई चाहिँ के गर्ने त? रिप्रेजेन्ट गर्ने, देखाउने मान्छेहरूलाई यस्ता मान्छेहरू पनि हुन्छन् है भनेर देखायो भने चाहिँ के हुन्छ त? त्यसलाई च्यालेन्ज हुन्छ। अर्को कहाँ पुग्यौँ? इन एजुकेसन करिकुलम फोकस भइहाल्यो। च्यालेन्जिङ हेटेरोनर्मेटिभिटी भइहाल्यो। अरू वाट इट म्याटर्स, हेटेरोनर्मेटिभिटीको बारेमा कुरा गर्दाले के म्याटर गर्छ त? के हुन्छ त भन्ने कुरा पनि बुझ्नु पर्यो नि त होइन? हेटेरोनर्मेटिभिटीले चाहिँ प्रमोट गर्छ भनेको समानता र केलाई प्रमोट गर्छ अरे? समानता र सम्मान, इक्वालिटी एन्ड रेस्पेक्टलाई चाहिँ के गर्छ त? प्रमोट गर्छ। त्यसको बारेमा कुरा गर्यो भने सपोर्ट मेन्टल वेलबिङ्स, अरू सम्प्रदायको मान्छेहरूको चाहिँ मेन्टल वेलबिङ्सलाई पनि सपोर्ट गर्छ। अनि कि त महिला हुन्छन् कि त पुरुष हुन्छन् भन्ने मात्रै कुरा गर्ने, अनि अरू खालका मान्छेहरू चाहिँ अरू जेन्डरका कुराहरू गरेन भने चाहिँ के हुन्छ त? उनीहरूको मान्छेहरूको चाहिँ दिमागमा चाहिँ के मेन्टल्ली असर पर्छ हो। त्यस्तोलाई चाहिँ हामीले डिस्कस गऱ्यौँ भने के हुन्छ? डिस्कस गऱ्यौँ, समानताको आधारमा ट्रिट गऱ्यौँ भने के हुन्छ त? मेन्टल वेलबिङ उनीहरूको डेभलप हुन्छ, राम्रो हुन्छ। बिल्ड्स इन्क्लुसिभ सोसाइटी, समाजलाई चाहिँ के गर्छ भन्दाखेरि समावेशी समाज बनाउनलाई के गर्छ त? यसले मद्दत गर्छ। समावेशी समाज बनाउनलाई के गर्छ अरे त? मद्दत गर्छ। कन्क्लुजन के हो त? यो हेटेरोनर्मेटिभिटी भन्ने यो कन्सेप्ट पढेर के हुन्छ त भन्दाखेरि अन्डरस्ट्यान्डिङ हेटेरोनर्मेटिभिटी हेल्प्स क्रिएट अ मोर इन्क्लुसिभ, समावेशी एन्ड रेस्पेक्टफुल वर्ल्ड। संसारलाई चाहिँ सम्मानजनक बनाउन सकिन्छ। हेटेरोनर्मेटिभिटी कन्सेप्टले चाहिँ कि त महिला हुन्छ, कि त पुरुष हुन्छ, कि त केटा हुन्छ, कि त केटी हुन्छ भन्ने कन्सेप्टलाई मात्रै मान्छ। तर यो कन्सेप्टको छलफल गर्दै गर्दाखेरि हामीले अरू कुरा के पनि बुझ्न सक्छौँ भने के संसारमा यी मात्रै हुन् त? अरू खालका जेन्डरका मान्छेहरू हुँदैनन् त? हुन्छन्, अवश्य पनि हुन्छन्, किन हुँदैनन् भनेर बुझ्न सकिन्छ। यो बुझेपछि के आउँछ त भन्दाखेरि मान्छेहरूमा कन्सियसनेस आउँछ। कन्सियसनेस आएपछि के हुन्छ भन्दाखेरि अरू सम्प्रदायहरूलाई पनि रेस्पेक्ट गर्न थालिन्छ। त्यस पछाडि चाहिँ रेस्पेक्टफुल वर्ल्ड, इन्क्लुसिभ समाज, इन्क्लुसिभ सोसाइटी बनाउन सकिन्छ अनि सबै अगाडि मिलेर बढ्न सकिन्छ। हो, यो टपिक पढेर चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ इन्क्लुसिभ समाज र रेस्पेक्टफुल वर्ल्ड बनाउनलाई हेल्प गर्छ। यो 10वटा मैले यसमा पावर पोइन्टको प्रेजेन्टेसनहरूमा 10वटा चाहिँ हेटेरोनर्मेटिभिटीको बारेमा चाहिँ स्लाइड बनाएर मैले तपाईँहरूलाई भने। हेटेरोनर्मेटिभिटीको बारेमा बुझ्यौँ हामीले, अन्डरस्ट्यान्डिङ भयो, इन्ट्रोडक्सन पनि भयो। के मान्छ अरे त? हेटेरोनर्मेटिभिटी भन्नाले पुरुष महिला बिचको लैङ्गिक सम्बन्धलाई मात्रै स्वाभाविक, सामान्य र स्वीकार्य मान्ने सोच वा धारणा के हो त? हेटेरोनर्मेटिभिटी हो। जुन समाजमा चलिरहेछ, कि त महिला हुन्छन्, कि त पुरुष हुन्छन्, कि त केटा हुन्छन्, कि त केटी हुन्छन् भन्ने यो जुन धारणा छ, यही धारणालाई के भनिन्छ अरे त? यो जेन्डरको यो एउटा वर्ड छ, यो टर्म के हो त? हेटेरोनर्मेटिभिटी। यस्तै अरू भिडियोहरू पनि मैले बनाउँदै जानेछु। मेरो युट्युब च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्नुहोला। हस्त, धन्यवाद, नमस्कार।